नमस्कार, स्वागत छ तपाईँ सबैजनालाई बिएनबी क्लासमा। आज हामी पुनः एउटा नयाँ भिडियो लिएर प्रस्तुत भएका छौँ, तर पहिलेकै अनुरोध कृपया च्यानल सब्स्क्राइब गर्नुहोला र यो भिडियो अन्तसम्म हेर्नुहोला ताकि इन्फर्मेसन तपाईँले डिटेल रूपमा प्राप्त गर्न सक्नुहुन्छ। आजको हाम्रो भिडियो एकदमै महत्त्वपूर्ण रहेको छ र एकदमै हामीलाई चाहिने कुरा रहेको छ कि यो चाहिँ पाँचौँ नम्बर भिडियो हाम्रो जो चाहिँ हामी संविधानको भाग 3 पार्ट 3 फन्डामेन्टल राइट्स एन्ड ड्युटिज होइन मौलिक हक र कर्तव्यको बारेमा कुरा गर्नेछौँ। हामी धेरै विस्तृतमा जाँदैनौँ तर एउटा आधारभूत जानकारी प्राप्त गर्ने गरी चाहिँ हामीले यो भिडियो तयार गरेका छौँ। भाग 3 मा चाहिँ हाम्रो धारा 16 देखि 48 सम्म हैन 16 देखि 48 सम्म आर्टिकल्स रहेको छ जस अन्तर्गत 16 देखि 46 16 देखि 46 सम्म चाहिँ हाम्रो फन्डामेन्टल राइट्स हो। आर्टिकल 47 ले चाहिँ इम्प्लिमेन्टेसन अफ फन्डामेन्टल राइट्सको कुरा गर्छ हैन कार्यान्वयन कसरी गर्ने भन्ने र धारा 48 हैन आर्टिकल 48 ले चाहिँ नागरिकको कर्तव्य ड्युटिज अफ द सिटिजन्सको बारेमा भएको व्यवस्था चाहिँ यो संविधानमा भएको व्यवस्थाको बारेमा कुरा गर्दछ। त्यसो भए ढिला नगरी हामी फटाफट सुरु गरौँ। आर्टिकल 16 धारा 16 ले के भन्छ राइट टु लिभ विथ डिग्निटी सम्मानपूर्वक बाँच्न पाउने हक। Every person shall have the right to live with dignity. No law shall be made providing for the death penalty. मृत्यु दण्ड दिने गरी चाहिँ कुनै किसिमको कानुन बनाइने छैन भन्ने कुरा चाहिँ यो मौलिक हकले चाहिँ सुनिश्चित गर्ने गर्दछ हैन। अब अर्को आर्टिकल 17 हैन धारा 17 राइट टु फ्रिडम स्वतन्त्रताको हक। No person shall be deprived of personal liberty except in accordance with law, freedom of expression, assembly, movement and occupation. यस धाराले यो हकले चाहिँ स्वतन्त्रताको हकले चाहिँ विचार, अभिव्यक्ति, सभा, आवागमन र पेशाको स्वतन्त्रता प्रदान गर्दछ भने कुनै पनि व्यक्तिलाई चाहिँ आफ्नो व्यक्तिगत स्वतन्त्रता हरण गरिने छैन हैन। तर कानुनले जहाँ चाहिँ कुनै किसिमको प्रतिबन्ध लाउँछ भने त्यस बाहेकका अवस्थामा चाहिँ कुनै किसिमको भनौँ न स्वतन्त्रता निषेध गरिने छैन भनेर यो आर्टिकल यो धाराले चाहिँ नेपाली नागरिकलाई एउटा अधिकार दिन्छ। अर्को आर्टिकल 18 राइट टु इक्वालिटी धारा 18 ले के भन्छ समानताको हक। सबै नागरिक कानुन अगाडि समान रहन्छन् र कुनै आधारमा विभेद गरिने छैन। कुनै आधार भनेपछि हैन कास्ट हुन सक्छ, जेन्डर हुन सक्छ, कलर हुन सक्छ, रिजन हुन सक्ला हैन, क्षेत्र या कुनै किसिमको जातीय या रङ्गको आधारमा हैन कुनै किसिमले विभेद गर्न मिल्ने छैन भनेर यसले अधिकार दिन्छ। आर्टिकल 19 धारा 19 ले चाहिँ के भन्छ राइट टु कम्युनिकेसन सञ्चारको हक। नो सेन्सरसिप एक्सेप्ट बाई ल कानुन बमोजिम बाहेक सञ्चारमा प्रतिबन्ध लगाइने छैन। सञ्चार भनेपछि तपाईँले थाहा भएको कुनै पनि आफ्नो अभिव्यक्ति कुनै पनि आफ्नो कुरा चाहिँ तपाईँ डिजिटल मिडियामा होस् प्रिन्ट मिडियामा होस् या आफूले बोल्ने कुरा भयो तपाईँले आफ्नो सूचना आफ्नो जानकारी सम्प्रेषण गर्न पाउनुहुनेछ। तर कानुनले कुनै कुरामा रोक लगाएको छ भने त्यसबाहेक अन्य सबैमा चाहिँ सबै नेपाली नागरिकलाई स्वतन्त्रता रहेको छ यस आर्टिकलले भन्छ। आर्टिकल 20 राइट रिलेटिङ टु जस्टिस धारा 20 ले के गर्छ न्याय सम्बन्धी हक राइट टु फेयर ट्रायल लिगल डिफेन्स एन्ड नो डबल पनिसमेन्ट निष्पक्ष सुनवाई प्रतिरक्षा र दोहोरो सजाय नहुने हक चाहिँ यस धाराले प्रदान गरेको छ। आर्टिकल 21 राइट अफ भिक्टिम अफ क्राइम धारा 21 ले अपराध पीडितको हक हैन राइट टु इन्फर्मेसन जस्टिस एन्ड कम्पन्सेसन सूचना न्याय र क्षतिपूर्ति पाउने हक। कोही पनि यदि अपराधबाट पीडित भएको छ भने त्यस सम्बन्धी उसले जानकारी पाउन सूचना पाउन त्यस सम्बन्धी न्याय पाउन र क्षतिपूर्ति हैन कम्पन्सेसन पाउने पनि हक यस आर्टिकलले यस राइटले चाहिँ दिने गरेको छ। आर्टिकल 22 राइट एगेन्स्ट टर्चर धारा 22 ले यातना विरुद्धको हकलाई सुनिश्चित गरेको छ। कुनै किसिमको शारीरिक वा मानसिक यातना चाहिँ निषेधित छ कसैलाई दिन पाउँदैन हैन यो हाम्रो संविधानले दिएको एउटा अधिकार हो। आर्टिकल 23 राइट एगेन्स्ट प्रिभेन्टिभ डिटेन्सन धारा 23 ले के भन्छ नजरबन्द विरुद्धको हक।
गम्भीर खतरा भएमा मात्र नजरबन्द राख्न मिल्ने गरी चाहिँ हाम्रो संविधानले हरेक नेपाली नागरिकले भनेको छ कि गम्भीर खतरा नभएको खण्डमा कुनै पनि नेपाली नागरिकलाई चाहिँ नजरबन्द होइन प्रिभेन्टिभ डिटेन्सनमा राख्न मिल्दैन भनेर चाहिँ यसले अधिकार दिएको छ। आर्टिकल 24 राइट एगेन्स्ट अनटचेबिलिटी धारा 24 ले भन्छ छुवाछुत विरुद्धको हक। छुवाछुत र विभेद चाहिँ निषेधित रहेको छ हाम्रो संविधानले कुनै किसिमले कसैलाई पनि पक्षपाती रूपमा छुवाछुत र विभेद गर्न मिल्दैन। आर्टिकल 25 राइट रिलेटिङ टु प्रोपर्टी धारा 25 ले सम्पत्ति सम्बन्धी हक प्रदान गर्दछ। प्रत्येक नागरिकलाई सम्पत्ति आर्जन गर्ने र त्यसको संरक्षण गर्ने अधिकार रहेको छ होइन, तर त्यो कानुन बमोजिम चाहिँ हुनुपर्छ। आर्टिकल 26 राइट टु फ्रिडम अफ रिलिजन धारा 26 ले धर्मको स्वतन्त्रताको बारेमा कुरा गर्छ। यसमा चाहिँ फ्रिडम अफ रिलिजन बट नो फोर्स्ड कन्भर्जन, धर्मको स्वतन्त्रता तर जबरजस्ती रूपमा चाहिँ धर्म परिवर्तन गर्न मिल्दैन भनेर हाम्रो यो संविधानमै तोकिएको छ। आर्टिकल 27 धारा 27 राइट टु इन्फर्मेसन सूचनाको हक, यो एकदमै महत्त्वपूर्ण कुरा हो। राइट टु इन्फर्मेसन होइन, आरटिआई जुन भन्छ नि हो, एभ्री सिटिजन हेज द राइट टु डिमान्ड इन्फर्मेसन फ्रम एनी पब्लिक अथोरिटिज पब्लिक अफिसेस। प्रत्येक नागरिकलाई सूचना माग्ने हक हुनेछ। कानुनले बन्देज नलगाएका सबै सूचना नागरिकले पाउने चाहिँ नागरिकको अधिकार हुन्छ होइन। यो एकदमै आफैमा ठुलो विषय हो, यसमा बृहत रूपमा कुरा गर्न सकिन्छ। आर्टिकल 28 धारा 28 ले गोपनीयताको हक राइट टु प्रिभेसी होइन, प्रिभेसी अफ पर्सन रेजिडेन्स एन्ड डेटा इज इनभायोलेबल भन्छ कि व्यक्तिगत आवासीय र तथ्याङ्कीय गोपनीयता अक्षुण्ण हुने गर्छ। त्यसैले यसलाई चाहिँ सुनिश्चित हाम्रो संविधानले नै गरेको छ। भनौँ न हामीले कसैको जस्तै भनौँ न हाम्रो इमेल आइडी, हाम्रो फोन नम्बर, हाम्रो फोटो, हाम्रो नागरिकताको फोटोकपी होइन हामी विभिन्न निकायमा पेश गर्छौँ नि त हो, त्यो अरूसँग कसैले पनि हाम्रो त्यो व्यक्तिको भनौँ न स्वीकृति बिना चाहिँ अरू कसैले दिन या कसैले भनौँ न डिस्क्लोज गर्न चाहिँ मिल्दैन। आर्टिकल 29 राइट एगेन्स्ट एक्सप्लोइटेसन धारा 29 ले भन्छ शोषण विरुद्धको हक, मानव बेचबिखन होस्, दासत्व होस् वा जबरजस्ती श्रम, यो सबै कुराहरू चाहिँ संविधानले नै निषेध गरेको छ। नो ट्राफिकिङ होइन, ह्युमन ट्राफिकिङ आउँदैन, गर्न मिल्दैन। स्लेभरी या फोर्स लेबर यो सबै चाहिँ कानुनबाट निषेधित छ र यो दण्डनीय हुन्छ। आर्टिकल 30 राइट टु क्लिन इन्भाइरोमेन्ट धारा 30 स्वच्छ वातावरणको हक गर्छ होइन। यो पनि एउटा सामाजिक रूपमा चाहिँ होइन प्रदान गरिएको हक हो जुन हाम्रो संविधानले यो नयाँ भनौँ 2072 को संविधानले चाहिँ सुनिश्चित गरेको छ। स्वच्छ र स्वस्थ वातावरणमा बाँच्ने हक चाहिँ हरेक नेपाली नागरिकको रहेको छ। आर्टिकल 31 राइट रिलेटिङ टु एजुकेसन धारा 31 ले शिक्षा सम्बन्धी हक भन्छ। आधारभूत तहसम्म निशुल्क र अनिवार्य फ्री एन्ड कम्पलसरी एजुकेसन अप टु बेसिक लेभल टु अल द नेपाली सिटिजन्स आर होइन म्यान्डेटेड या आर अप्रुभड, एक हिसाबले भनौँ न संविधानले दिएको एउटा राइट हो, त्यो अधिकार रहेको छ। आर्टिकल 32 राइट टु ल्याङ्ग्वेज एन्ड कल्चर धारा 32 ले भाषा र संस्कृतिको हक भन्छ होइन। भाषा सबैले आफ्नो भाषा आफ्नो संस्कृतिको संरक्षण र प्रयोग गर्न एकदम स्वतन्त्र रहनु भएको छ भनेर संविधानले भन्छ। आर्टिकल 33 राइट टु इम्प्लोइमेन्ट धारा 33 रोजगारीको हक होइन। कुनै पनि नेपाली नागरिकलाई राइट टु इम्प्लोइमेन्ट एन्ड टु चुज इम्प्लोइमेन्ट, रोजगारी पाउने र रोज्ने होइन, कस्तो किसिमको काम गर्ने र काम पनि गर्ने, यो दुईटै कुराको चाहिँ हक हाम्रो संविधानले दिएको छ। व्यक्तिले आफ्नो हिसाबले त्यो गर्न सक्छ। आर्टिकल 34 राइट टु लेबर धारा 34 श्रमको हक, राइट टु फेयर वेजेस एन्ड ट्रेड युनियन्स भन्छ क्या, न्यायोचित पारिश्रमिक र ट्रेड युनियनको हक भनेर चाहिँ यस अधिकार धाराले चाहिँ यो अधिकारको लागि सुनिश्चितता प्रदान गरेको छ होइन कि यदि काम गर्यो भने त्यस बापतको न्यायोचित फेयर वेज चाहिँ हामीले पाउनुपर्छ र हामीले आफ्नो अधिकार राख्नको लागि ट्रेड युनियनको पनि गठन गर्न मिल्छ। आर्टिकल 35 राइट रिलेटिङ टु हेल्थ धारा 35 स्वास्थ्य सम्बन्धी हक, आधारभूत स्वास्थ्य सेवा निशुल्क प्रदान गर्नुपर्ने भनेर यो संविधानले चाहिँ एउटा अधिकार नेपाली जनतालाई दिएको छ।
आर्टिकल 36 राइट रिलेटिङ टु फुड। धारा 36 खाद्य सम्बन्धी हक। खाद्य भनेपछि फुड होइन, खाना। खाद्यको हक र खाद्य सार्वभौमिकता भन्छ कि हरेक नागरिकले चाहिँ आफू बमोजिमको खाना खाने हक हो र यदि उसँग सम्भव आफैले सम्भव छैन भने उसले चाहिँ खाद्यको व्यवस्था गर्नु पनि होइन राज्यको चाहिँ एउटा दायित्व हुन्छ भन्ने कुरा चाहिँ यस मौलिक हकले चाहिँ प्रदान गरेको छ। आर्टिकल 37 राइट टु हाउसिङ। धारा 37 आवासको हक होइन। एभ्री सिटिजन हेज राइट टु अप्रोप्रिएट हाउसिङ, घर आवासको। आर्टिकल 38 राइट्स अफ वुमेन होइन। धारा 38ले महिलाको हक भन्छ जसमा चाहिँ समान हक, संरक्षण र सहभागिताको सुनिश्चितता गरेछ। हरेक काममा हरेक डिसिजनमा चाहिँ महिलालाई चाहिँ समान रूपमा अधिकार दिनु पर्यो, समान रूपमा संरक्षण र सहभागिता गराउनुपर्छ। आर्टिकल 39 राइट्स अफ द चाइल्ड होइन। धारा 39 बाल बालिकाको हक, राइट टु एजुकेसन, प्रोटेक्सन एन्ड डेभलपमेन्ट, शिक्षा, संरक्षण र विकासको हक हरेक नेपाली नागरिकको बच्चालाई चाहिँ छ। आर्टिकल 40 राइट्स अफ दलित होइन। धारा 40ले दलितको हक गर्छ समावेशी प्रतिनिधित्व र विशेष व्यवस्था होइन। दलित समुदायको लागि चाहिँ समावेशी हुनु पर्यो र विशेष व्यवस्था चाहिँ गर्नु पर्यो भनेर संविधानले नै हक दिएको छ। आर्टिकल 41 राइट्स अफ सिनियर सिटिजन्स। धारा 41 ज्येष्ठ नागरिकको हक, राइट टु सोसल सेक्युरिटी एन्ड प्रोटेक्सन, सामाजिक सुरक्षा र संरक्षण राज्यले चाहिँ हरेक ज्येष्ठ नागरिकलाई प्रदान गर्नुपर्ने हुन्छ। आर्टिकल 42 राइट टु सोसल जस्टिस। धारा 42ले सामाजिक न्यायको हकको कुरा गर्छ जस अन्तर्गत पिछडिएका वर्गको होइन मार्जिनलाइज कम्युनिटिजलाई चाहिँ होइन मेन स्ट्रिममा सहभागिता गराउने, समावेशी गर्ने भन्ने कुराले चाहिँ यस अधिकारबाट सुनिश्चित हुनुपर्छ भनेर संविधानले भनेको छ। आर्टिकल 43 राइट टु सोसल सेक्युरिटी होइन। धारा 43ले सामाजिक सुरक्षाको हक हरेक नागरिक, हरेक नेपाली नागरिकले चाहिँ सामाजिक सुरक्षा प्राप्त गर्नुपर्छ र यो चाहिँ राज्यले सुनिश्चित गर्नुपर्ने हुन्छ। आर्टिकल 44 राइट अफ कन्ज्युमर। धारा 44 उपभोक्ताको हक होइन। राइट टु क्वालिटी गुड्स एन्ड सर्भिस। यो चाहिँ हामी नेपालीले धेरै उपयोग भनौँ न गरेका त छौँ, तर अझै चाहिँ यसलाई थप प्रभावकारी बनाउनु पर्ने चाहिँ देखिन्छ। गुणस्तरीय वस्तु तथा सेवा पाउने हक। उपभोक्ताले चाहिँ पैसा दिए बापत गुणस्तरीय वस्तु पाउनु पर्यो, गुणस्तरीय सेवा पाउनु पर्यो, नत्र त्यस विरुद्ध उसले चाहिँ उजुरी बुजुरी गर्न पाउनुपर्छ। आर्टिकल 45 राइट एगेन्स्ट एक्जाइल। धारा 45 देश निकाला विरुद्धको हक। कुनै पनि नेपाली नागरिकलाई देश निकाला गरिने छैन, यो चाहिँ संविधानले दिएको हक हो, अधिकार हो। आर्टिकल 46 राइट टु कन्स्टिट्युसनल रिमेडिज। धारा 46 संवैधानिक उपचारको हक, राइट टु मुभ टु सुप्रिम कोर्ट फर इन्फोर्समेन्ट, सर्वोच्च अदालत जान पाउने हक। कुनै किसिमको पनि यदि संवैधानिक रूपले कुनै किसिमले समस्या परेको छ भने सर्वोच्च अदालत जसलाई चाहिँ स्पेसल अधिकार छ होइन संविधानको व्याख्या गर्ने, सुप्रिम कोर्टमा गएर आफ्नो संवैधानिक अधिकार, संवैधानिक हकको लागि चाहिँ हरेक नागरिक सर्वोच्च अदालत गएर त्यस सम्बन्धी आफ्नो उपचार खोज्न पाउने सुनिश्चितता यस अधिकारले दिने गरेको छ। हो त 16 देखि 46 होइन 16 to 46 चाहिँ हाम्रो राइट्सको कुरा गर्छ। 47 चाहिँ इम्प्लिमेन्टेसन अफ राइट्स। आर्टिकल 47ले होइन 40ले मौलिक हकको कार्यान्वयन गर्छ। यस अन्तर्गत के गर्छ भने राज्यले यो संविधान जारी भएको 3 वर्षभित्र कानुनी व्यवस्था गरेर होइन कार्यान्वयनमा जानुपर्छ भनेर चाहिँ यो कुरा आर्टिकल 47ले भन्छ। 3 विदिन 3 years आफ्टर द प्रमोलगेसन अफ द कन्स्टिट्युसन होइन यो संविधान लज बनाउनु पर्यो होइन। कानुनी व्यवस्था त गर्नु पर्यो नि, खालि संविधानले त एउटा व्यवस्था गर्छ, तर विस्तृत त्यसको लागि चाहिँ कानुन होइन ऐन नियमावली बनाएर त्यसले चाहिँ कार्यान्वयन लानुपर्छ विदिन 3 years भनेर चाहिँ यो आर्टिकलले भन्छ। र 48 चाहिँ एकदम महत्त्वपूर्ण आर्टिकल 48 ड्युटिज अफ सिटिजन्स होइन। धारा 48ले नागरिक हरेक नेपाली नागरिकको कर्तव्यलाई भनेको छ, जस अन्तर्गत 4 वटा मुख्य कर्तव्य रहेको, 4 वटा नै संविधानले भनेको छ।
to safeguard the nationality, sovereignty, and integrity of Nepal while being loyal to the nation. राष्ट्रप्रति निष्ठावान रहँदै नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको रक्षा गर्ने, to abide by the constitution and law, संविधान र कानुनको पालना गर्ने, to render compulsory services as and when the state so requires, राज्यले आवश्यक ठानेको समय र अवस्थामा अनिवार्य सेवा गर्ने होइन, टु प्रोटेक्ट एन्ड प्रिजर्भ पब्लिक प्रोपर्टी, सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने, यो चारवटा चाहिँ कर्तव्य संविधानले नै नेपाली नागरिकको लागि तोकिदिएको छ। त्यसैले यो म गर्दिनँ हामीले भन्न मिल्दैन। हामीले अधिकार प्राप्त गरेका छौँ भने हाम्रो एउटा कर्तव्य पनि रहेको छ भन्ने कुरा चाहिँ संविधानले नै तोकेको छ। सो आजको लागि हाम्रो भिडियो यही नै, अलि लामो भयो होला तर केही छैन, यो एकदम महत्त्वपूर्ण रहेको छ। So please don't forget to like, share, comment on our video. Click on the logo to subscribe our channel. Keep learning with BNB class, and thank you so much for being with us. हामी अझ पनि भिडियोहरू लिएर आउनेछौँ। तपाईँहरूको कमेन्टको प्रतीक्षा रहनेछ। धन्यवाद।